बिहान छ, बिहानको 6 बजे। आज चाहिँ हामी आजदेखि चाहिँ यो 1 विकको लागि टुर जान लागेको। त्यही भएर फर्स्टमा अब घाम त अहिले लाग्दैन, आउँदै छ। यो चाहिँ जङ्गल जस्तो छ। त्यो अगाडि रोड। बिहान मान्छे के गर्दैछ त्यहाँनिर बिचमा। द बोट हाउस। बुढी रेडी? आर यु रेडी? रेडी? मेरो बुढी के गर्दैछ? सरसफाइ गर्दैछ। डुनट लन्डनले डुनट हालेको रे। यस्तो छ यो डुनटको हालत। कुकर पनि बगेर जाने। यो झोला हो खानेकुराको। ग्यास ठुलो भयो। के रे बुढी, हामीले लानु र बुढी भने डुनट किन नलाने र? ठिक छ त, राम्रो छ त। कुनै कुनै पो छ त। यो अलिअलि तताएर खायो भने मिठो हुन्छ त यार, त्यो तरकारीसँग। र ठिक छ। घरबाट देख्ने बाहिरको भ्युज है त अलि सिसा फोर भएर होला, राम्रो देखेन। चरा कराउँदैछ। के दामी मौसम होला जस्तो त आज वेदर त। ल त्यो हाफ बुढी डुनट हाल्दैछ यहाँनिर कुकरमा। कत्रो डुनट धेरै ठुल्ठुलो रहेछ। यो चाहिँ ठुलो भन्दा नि यो नबेलिकन यत्तिकै हातले गरेको नि यस्तो भएछ कि सामु न। डुनट छाम्नु पर्यो। ओहो कस्तो सफ्ट रहेछ। मजा आउँदो रहेछ छाम्दाखेरि। झोला यति चाहिँ 2 जना बुढाबुढीको झोला चाहिँ ठुलो झोला। यो सानो मेरो खानेकुराहरूको। हाम्रो पार्क यहीँ हो। यो चाहिँ भ्यू। घर छ कत्रा। मिलिनियरको घर हो यो चाहिँ। ग्यास चुलो बोकेर हिँडेको। बत्ती यता बत्ती मार्नु पर्यो नि। मेरो बुढी नाच्दैछ त्यहाँ सिसी क्यामेरालाई देखाएर। अब हामी चाहिँ प्रेम दाईलाई कुर्दै हो। टक्क प्रेम दाई आइपुग्ने बेला हुन्न लाग्यो होला सायद। कति मिनट भयो भन त? 9 भयो। 10 मा आइपुग्छ होला सायद। कुकुर हाई माइट, हाउ आर यु? गुड। तिम्रो मन त चक्कु छुरिया मन सरंगी। यो चाहिँ गाडी अब जान्नलाई। गाडी त खतरा रहेछ नि यार। हामी त लास्टमा बस्ने नि, केटी मान्छेहरूलाई राख्ने बिचमा। केटी मान्छेलाई कसरी पेल्दिने हो? हामी चाहिँ केटा मान्छे होइन। हाम्रो प्रेम दाई आइपुग्यो। ल अघि उहाँ ह्यामिल्टनमा के अरे मसमान पार्कमा कुरेको, यहाँ आइपुग्यो दाई। अघि स्टार्ट। ल अन्डा होइन, चना, डुनर जानुभन्दा अगाडि चाहिँ इनर्जी। हामी चाहिँ हिँडे। ल जाने हो र? ल खतरा गीत बजाइदियो केटाहरूले फेरि होइन।
5 मिनट रेस्ट अब हाम्रो यहाँनिर चाहिँ जङ्गलमा केटाहरू मूत्र विसर्जन गर्न गयो जङ्गलतिर सर्पले खाइदेल है घरहरू पनि ल घरहरू पनि टक्क खान लागेको होइन कि चटपटे तरकारी सरकारी सेल यहाँनिर दाइ सेल खोलेर देखाइदिनु भाइ ल सेल सेल आमो यो चाहिँ गाउँले स्टाइलमा है जङ्गल पनि छ अलिअलि घरहरू पनि छ यहाँनिर दाइ मलाई हो र धन्यवाद खाप्से निम्की के हो के ल अन्डा यतिको छोड्नु भएन यहाँ फेरि पानी पर्यो त बुढीलाई फुल दिनु पर्यो क्या भाइ थ्याङ्क यू सो मच हामी बस्ने एयरबिएनबी घर रहेछ ल हामी चाहिँ आज आइपुग्यो टक्क बस्ने ठाउँमा होइन भाइ कहाँ आइपुग्यो रे भाइ हामी आल्बेनी गोकुल ब्लग राइ ल दाइ के छ दाइ यति अब हाम्रो बुक गरेको एयरबिएनबी हाउस यो पनि रुम रहेछ माथि पनि एक्सप्लोर गरौँ न त तल रोजिसकेर अब हामी माथि हेर्ने लास्टमा यहाँ डबल बेड रहेछ यहाँ सिंगल बेड रहेछ के हो मान्छे थापा हो क्या हो रुम पनि त्यस्तै गरेर बनाखा त ल हेर्दै एकदम भाइ मान्छे थापा हो क्या रुम पनि त्यस्तै गरेर बनाछ त तीनटा डबल बेड ल हामी चाहिँ साइन्टिफिक पार्क जाने रे न्युजिल्यान्ड र अस्ट्रेलियाको के फाइबर हुँदाखेरि एक्जिट एरिया हो के त को ड्राइभर लोकेसन त हाल्नु साइन्टिफिक पार्क हैन त्यहाँ जाऊ अनि फेरि हामी सबै ठाउँ भ्याउनु पर्छ मेन भनेको आज हेर्नु यो अनलाइन फार्म सो हेर यसरी फोटो खिच्ने हो No, because we just said it's gonna be windy. That's why. Otherwise, I would just going like this. Albany Heritage Park हो क्या? National Anzac Center. Because we're going at the top of here. सेल गरेर टक्क अब
अर्कै बाटो गयो क्या उयो अगाडि मान्छे छ नि हामी त्यहाँ सिटी चढ्थ्यो नि त्यहाँबाट त लाग्ने यहाँबाट रहेछ बाटो यस्तो देखाएको छ होला त्यही भएर यता माथि छ नि डाँडामा कति दामी ठाउँ हेर्दा खतरा रहेछ यार ठाउँ चाहिँ यार ल ल अब हामी माथि त्यो चाहिँ तोप राखेको ठाउँ अब हामी चाहिँ गोलीहरू राखेको ठाउँ बङ्करहरूमा जाँदैछौँ सर्वक्षे पुरै युज गरेर होइन न्युजिल्यान्ड र अस्ट्रेलियाको एक्जिट पोल है यहाँबाट चाहिँ न्युजिल्यान्ड भाग्दाखेरि चाहिँ अस्ट्रेलिया न्युजिल्यान्डको वार हुँदा चाहिँ हजुर यहाँबाट चाहिँ यहाँ चाहिँ तल सिप लागेको थियो कि हजुर सिप लगाएर चाहिँ यहाँबाट मान्छे लिएर गएको कि लास्ट चाहिँ यहाँ राखेको मान्छे सबै उसको आफ्नो मान्छेलाई प्रोटेक्सन गर्नको लागि यहाँ हतार राखेको कि सही रहेछ त्यो त यो त एटम बम जस्तै देख्छ त दाइ यो त के हो यो ग्रेनेड हो ग्रेनेड त खतरा ल यार एटम के अरे ग्रेनेड रहेछ ल पब्जीको ग्रेनेड त मैले यहाँ भेटेँ यार पब्जीकै एउटा ए हो ल यो त मिसालै उसै रहेछ त ल इरानले हानेको मिसाल त यहाँ रहेछ अहिले खतरा रहेछ त यार दाइ यो त मिसालै रहेछ होइन यो रियलमै हो कि के हो दाइ यो पहिलाको रियलै त्यतिकै अनि निकालेर फालिदिएको होला है जो बनामा यस्तो यस्तो बनाएर छ सेमै रहेछ यार यो त यार मेसिन गन डुक 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 हजुर दाइ यो हो र जो बनामा यस्तो यस्तो बनाएको छ मान्छेहरूले दाइ हाम्रो नेपालमा त अनि केही छैन अहिलेसम्म यस्तो थियो है ल यो चाहिँ हान्ने हो क्या हो त यसले चाहिँ ल ब्लगिङ चाहिँ खतरा होला सायद त्यसो एन्टी सबमरिन मिसाइल सबमरिन मिसाइल भन्ने सुनेको नाम मात्रै सुनेको आज चाहिँ एयर मिसाइल भयो यो चाहिँ यो चाहिँ एयर मिसाइल के अरे छैन नि चाहिन्छ ए टुक्क लिएर आउनु पर्ने डेन्जरले भाइ लेट्स गो दाइहरूलाई भेटेर सही गरेछ क्या दाइले सबै कुरा थाहा रहेछ एक्सप्लेन गर्नुहुन्छ दाइले ए तँसँग उडेर जाने नि नेपालतिर एकजनालाई फिलिपिन दुईजनालाई नेपाल ल्यान्ड दाइले हान्नुभयो एकचोटि हान्नु फेरि ल म भिडियो गर्छु ल हामी चाहिँ बङ्करमा छिरेर ल भ्लगमा धेरै कुरा हेल्प गर्ने रहेछ ल यो चाहिँ तोपहरू हो दाइ अति रहेछ त यार यो त ल पुरै तोपहरू रहेछ यो चाहिँ ल ए सधैँ खुल्लै हो दाइ यस्तै यहाँबाट हेर्नु मिल्छ दाइ यहाँबाट राति चाहिँ सुत्ने ठाउँ तल बन्द गर्ने अलि ओह्राएर दिवाल ल्याउ त ल यो त सुरु रहेछ बङ्कर है हो इरानले बनाएको बङ्कर ए सब बङ्कर रहेछ यार ल त्यो सानो टर्च लाइट लिएर बोकेर आउनु पर्दैछ बङ्कर तल इरानको बङ्कर भन्दा खतरा बङ्कर यहाँ रहेछ यार अनि अघि भर्खर त्यहाँ त मिसाइल त्यही झारेको त युएसएहरूले ल यार सही छ त ठाउँ हामी अघि पर रोकेर बस्नु साटो पर्छ सर यहाँ बस्ने तिमी ल मेरो बुढीलाई यहीँ ल्याएर राख्नु पर्यो यो पनि तोप रहेछ यहाँनिर ओहो
सही रहेछ हजुर सही लास्ट रहेछ त यहाँ त्यो चाहिँ सानो आफ्नो होइन त हो नि कहाँ यो उठ्यो नि लाडो सबले हेर्नु मिल्छ होला बुढी छिटो ए नछोड Urban lights point brightly, clean renewable energy for future. Ini राम्रो है राम्रो. Okay, asal ke mana sah? She's in rush, so she's just running in rush. Okay. Udah kya? Okay, di bulan video dia awalnya orang nanti. Okay. One moment. Last bisa berjalan nggak teman? Mati Yuk ya itu.
सबै हेरे त मोबाइल खस्यो भने त तल पुग्ने रहेछ त ल मोबाइल झऱ्यो भने त गयो नि यार यता यार डर लाग्दै रहेछ यार अति यार अति डरै लाग्दो रहेछ यार डर लाग्दो रहेछ यार अति ल रेनबो 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 यार अति भन Gila. अघि दाइहरूले भन्दै थियो क्या यहाँ गएपछि बसेको बसेको गर्नु मन लाग्छ भन्थ्यो अति ल दगे सही रहेछ ल के हो यार यता ढुङ्गै ढुङ्गा छ त ए नेचुरल ब्रिज भनेको त्यो तल रहेछ नि त पाल म तल ब्रिज रहेछ क्या यस्तो गरेर किन चल्यो मारेको छ त यार भाइ ल Don't hesitate, come on. फोटो सुट हुँदैछ हाम्रो भाइ बुहारीको होइन गुड मर्निङ अब चाहिँ हामी वफनल जानलाई बिहान 2 बजे उठेर होइन टक्क रेडी सबै तातपानी खाएर लास्ट अझै छ अल्बेनीमा आज चाहिँ अल्बेनीबाट बाई बाई गर्दै टक्क 2 बजे राति उठेर वफनलमा जाने माथि हाइकिङ पार्क गरेर अरू पार्किङ गरेर यहाँनिर घन्टाको 1 घन्टा 14 डे 5 डे 28 दिन हुन्छ ल अब चाहिँ सबजना हाम्रो टोलीहरू आउँदैछ होइन म चाहिँ अब भिडियो खतरा छ त यार यस्तो पाडी हान्ने होइन बस्नु ओ के भन्दैछ सर्प जस्तै देखिरह्यो किन यस्तो राखेर होला है ठिक छ मेरो कच्ची ब्यागको प्लान मात्रै चलाउँछु अब त्यसो
है कडा कडा ल थकाइ चाहिँ मेट्यो है यतिकै मान्नु भएपछि चाहिँ नि यो भन्दा यहाँ अर्कै संसारमा आइसक्यो ल हामी यही सनसेट हेर्नको लागि यत्रो 2-3 घन्टाको उकालो हिँडेर बिहान बिहानै उठेर आएर यहाँ चिसोमा कक्ठी दिए बसिरहेछौँ होइन ल रातो देख ल यहाँनिर पुरा चिसोमा बसिराखेछौँ यता हाम्रो भाइ आमा मान्छे थङ्ग्री चाहिँ के भन्छ सब चिसोले ल ल के होला छ यहाँनिर यो चाहिँ भन्नुपर्दा ठ्याक्कै हाम्रो सरङकोट होइन माइट सरङकोट होइन यो सेकेन्ड सरङकोट अस्ट्रेलियाको सरङकोट होइन ल ल प्लिज कसैले पर्सको ब्लकमा मारेर यस्तो जान्छ ल फेरि यो हाम्रो भाइको चाहिँ फेरि पुरा ऋषि धमलाको डान्स आयो है ऋषि धमलावाला डान्स ऋषि धमलावाला डान्स के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम है दियो ल कमर सनसेट हेर्नलाई यति हाइटमा ल बिहान बिहान सब मान्छे आएर कस्तो भइरहेछ भाइ अनि मजा आइरहेछ Look at the view, Daddy. Amazing, isn't it? Yeah. Hamiltonबाट 5 hour almost 5 hour drive गरेर हामी चाहिँ अल्बानीमा बसेर अल्बानीबाट 2 बजे उठेर बिहान 2 बजे उठेर यो भ्यू हेर्नको लागि हामी हिँडेर आएको एकदमै वर्थ इट भयो एकदमै रमाइलो भयो यस्तै यस्तै भ्यू हेर्न चाहनुहुन्छ भने रबिको च्यानललाई सब्स्क्राइब अनि बेल आइकन दबाउनु होला
अघि उकालोमा आउँदा आउँदै रहेथ्यो अहिले ओह्रालोमा अब सबै हेर्दै जानु पर्यो नि के गाडी हो यो ढुङ्गा सत्रो ठुल्ठुलो ढुङ्गा के हो पुरै पहाड जोस् भ्यू राम्रो छ जोस् यो यति मान पाहाड भन्दा राम्रो पाहाडहरू भिड पनि सक्छ पनि तर अस्ट्रेलियामा पनि यति मान यो नेसनल ब्युटी भनेको यस कमै ठाउँ होला त्यो कार पार्कमा जानुलाई चाहिँ 1 किलोमिटर बाँकी पुरै जङ्गलबाट पुरै माथिबाट हेर्दै आएको ल अब चाहिँ अलमोस्ट हामी तल नै आइपुग्यौँ पुरै ओह्रालो त बल्ल आइपुग्यो ल अति हामी गएर आएको भनेको त्यो माथि डिल अघि त्यहाँ सब कार पार्क यहाँ गरेर माथि जाने मान्छेहरूले सबले पार्क गरेर गयो भोग लगाएर अब सबै सर्कल सब बनाएर ल्याएको छ खानालाई